पनि खान थाले है अझै दम घुरेको अवस्था औँसी सेलिब्रेसन चुलाएर मेरो भ्लग हो त नि अनि तँलाई के भयो तार खाएर अहिले करेन्ट आउँछ नि थाहा हुन्छ नि तँलाई हेलो एभ्रिवान दर्शन नमस्ते अनि वेलकम ब्याक टु माई च्यानल स्वागत छ यहाँहरूलाई कल्पराज फ्यामिली ब्लगमा सो मेरो देश विदेशमा रहनुभएको सम्पूर्ण युट्युब परिवारहरू सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ होला भन्दै म पनि एकदम ठिकठाक छु र अनि हामी चाहिँ हेलो हेलो सबैजनालाई बुढा हेलो खै कता हो हेलो बेबी हेलो हेलो है अनि हामी चाहिँ इभिनिङको टाइम होइन वाक गर्नलाई हिँडेको साथीहरू है लेफ्ट राइट कम्पनी किनभने हाम्रो यहाँ स्वयम्भू नजिक छ होइन अनि बुढाहरूलाई छोरी आएकी छ कान्छी छोरी अनि यसो अब अलिकति आज फेरि माता तीर्थ औँसी पनि है हजुरहरू सम्पूर्णलाई चाहिँ माता तीर्थ औँसीको धेरै धेरै शुभकामना आमा हुनेहरूलाई नि नहुनेहरूलाई पनि होइन यसै गरी सम्झिनु होला हाम्रो चाहिँ आमा भए पनि होइन आमालाई त्यसरी औँसीको दिन आमा खुवाउने औँसी आमालाई मुख हेर्ने कहिले पनि जुरेन साथीहरू किनभने मम्मी मामा घर गइदिनुहुन्छ यसपालि चाहिँ मामा घर नगइकन बस्ने भन्नुभएको थियो होइन अनि फेरि आज बिहान नै जानुपर्ने भएर चाहिँ विशेष कारणवश अनि औँसी पनि पर्यो फेरि त्यही माथिबाट त्योभन्दा नि बेसी चाहिँ मम्मीको काम परेर अस्ति भर्खर गएर आउनुभएको पनि फेरि जानुपर्ने भएर जानुभयो मम्मी चाहिँ सो त्यही भएर चाहिँ मैले चाहिँ औँसीमा होइन मम्मीको मुख हेर्ने मम्मीलाई औँसी सेलिब्रेसन चुलाएर बस मेरो ब्लग हो त नि अनि तँलाई के भयो तेरा तो गेम बजाना पड़े औँसी सेलिब्रेसन गर्नलाई चाहिँ पाइएन है साथीहरू यस्तै गर्छ क्या यो यस्तै गर्छ हमारे यहाँ ऐसा ही होता है अनि साथीहरू यहाँबाट चाहिँ स्वयम्भूको लगभग हामी उकालो लाग्दैछौँ स्वयम्भू त माथि त होइन कि तर यो बाटो यस्तै छ है उकालो उकालो छ अनि उनी सबैजना बुढाहरू हिँडिरहेछन् र अनि भ्लग स्टार्ट गरिहाल्यो साथीहरू है सो भिडियो चाहिँ हेर्दै गर्नु होला होइन धेरै समयपछि फेरि स्वयम्भूतिर यसो राउन्ड लगाउँ यिनीहरूलाई लेफ्ट राइट गरौँ भनेर चाहिँ अनि हामी हिँड्दैछौँ है वाक गर्दैछौँ होइन ओइ यसो गर यस्तो खोइ बुढाको खोइ बेबी सो गाइज हामी चाहिँ स्वयम्भू राउन्ड लाउँदैछौँ है ल हेर्नु होला साथीहरू स्वयम्भू राउन्ड होइन यहाँ बुढाहरू हिँड्दैछन् है अब बेलुका नै हुन थालिसक्यो सो त्यही भएर चाहिँ हामी चाहिँ साने बेबी मजा आयो ल ल ल ल मजा आयो यार ल ल हिँड्दा पसिना आइसक्यो उसलाई चाहिँ स्याट चल्छ भनेर अलिक बाक्लो लुगा लगाइदिएको सो अनि हामी चाहिँ हिँड्दैछौँ गाइज है यसरी पूजापाठहरू गरिरहनु भएको छ ल हस् है अनि यहाँ चाहिँ पुरै राउन्ड लगाएर साथीहरू क्यामेरा हल्यो भने नसम्झिनु होला किनभने हामी हिँड्दैछौँ है लेफ्ट राइट गर्दैछौँ होइन सो त्यही भएर चाहिँ होइन अनि यहाँ मगन त्रिपाठीहरू पनि छ मागेर खानेहरू पनि है अनि यस्तो दामी अब बेलुका भएपछि दामी देख्छ साथीहरू सो गाइज हामी चाहिँ यहाँनिर चाहिँ स्वयम्भू यसो राउन्ड लगाउँदै हामी चाहिँ यहाँनिर चाहिँ लाफिङ खान बसेको साथीहरू होइन यहाँनिर आएर आउनु अनि लाफिङ नखानु भन्ने हुँदैन अनि उसले चाहिँ चक्लेट ठट्टाइसक्यो है अनि हामी चाहिँ यहाँ चाहिँ लाफिङ खानु भनेर चाहिँ भित्र छिरेको अब एकछिनपछि फेरि उकालो लाग्नुपर्छ साथीहरू स्वयम्भूको माथि उकालो है यिनीहरूलाई लिएर हिँड्नुपर्छ हामी पहिला त राति नै माथि जान्थ्यो है बुढा पहिला कति नाच्ला केही हुँदैन है थाक्नै पर्छ यो पनि हो कि होइन थाकेपछि कोही बेलामा थाक्यो भनेर खुट्टा दुख्ने गरेर गरेपछि अनि बल्ल सुत्छ अरे के तेल लगाइदिनु पर्छ होला उसलाई त नहल्लाउनु सानो कति हल्लाएको
सो गाइज हाम्रो चाहिँ लाफिङ आयो है, बेलुकै भइसक्यो। लाफिङ खानालाई यहाँ रेडी भएर बसेको छ नि। एउटाले चाहिँ मन पर्दैन अरे, एउटाले चाहिँ भात पनि खान थाले है। चपस्टिकले खाना आउँदैन है साथीहरू। हामी चाहिँ केले खाने बुढा? नखाने भनेको होइन? पिरो छ, पिरो छ। म त यति खाइदिनु त लाग्छ त। पिरो भयो, पिरो। खान्छ चपस्टिकले खान जान्ने मान्छे। ओइ खा त। अलिकति रियाक्सन देन। अलिकति माथि उचाल्न, माथि उचाल्न। रियाक्सन भने। सो गाइज हामी चाहिँ के भन्छ अरे खानपिन गरेर होइन। अनि हामी चाहिँ स्वयम्भू त्यहाँ भगवान् पाउबाट स्वयम्भू माथि उक्लिँदैछौँ है। लेट्स सी भुराएर सक्छ कि सक्दैनन् होइन। हामी चाहिँ सक्छौँ है। अनि यसरी स्वयम्भूतिरको बेलुकाको रौनक हेर्नु होला साथीहरू है। पहिला पहिला हाम्रो डेट यही हुन्थ्यो होइन बुढा? भगवान् पाउको यहाँको दृश्य यस्तो छ है। हामी चाहिँ उकालो लागौँ होइन? पर्दैन हजुर, पर्दैन, हामी आफै गर्छौँ। ल दर्शकहरू नमस्कार। मेरो सबै अभिभावकहरूलाई चाहिँ अभिभावकहरूलाई चाहिँ आज हामी माथि चढ्दैछौँ खुट्टाले, दुईटा खुट्टाले दौडिँदैछौँ। यहाँबाट चाहिँ हाम्रो साइन ल्याङ्ग्वेजबाट बोलिराख्नु भएको छ जो जो हिँड्दै गरौँ होला है त साथीहरू। ल चलो चलो माथि स्वयम्भूतिर हिँड्दै गर्दाखेरि भेटौँ है साथीहरू। फातर फातर हुन्छ यो बाटो त, फातर फातर हुन्छ है। त्यही पनि हिँडौँ है। हिँड्दैछ हाम्रो काले भुन्टे पनि हिँड्दैछ ऊ होइन? वाउ साथीहरू, पहिला त अर्कै थियो बुढा है। यता त हामी नआएको थुप्रै भएको थियो त यहाँ भगवान् पाउबाट नउक्लेको त। तर होइन यो बाटो होइन। तर अहिले त यो बाटो त हो र बुढा? यो बिचमा थियो है। ल त्यहाँ बस्छ तिमीहरू। ल नर्मल पोज यतिकै। ओइ त के मेरो टुप्पी बना अहिले। ल ल ल खिच्दै 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 मैले ल। सो गाइज हामी चाहिँ ब्लग बनाउँछ मामु बोलिसक्यो पर्दैन। यहाँ चाहिँ दम घुरेको अवस्था। यहाँ चाहिँ डिसाइसक्यो हाम्रो काल देवता, हाम्रो काल देवता। ल थकै लाग्यो। ल उता देखा न उता कस्तो दामी। यहाँबाट चाहिँ हामी यति बाटो चाहिँ आइपुग्यो होइन साथीभाइ बहिनीहरू। यहाँ चाहिँ भ्यू यस्तो दामी छ। ल यहाँ आहा चिज असारे महिनामा पानी पर्यो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने
भन्थिन् है मैस्याङले रुँदै धरार नौ डाँडा पारी छ कम्पन सहर बिछोडको बेलैमा ल है साथीहरू हामी त स्वयम्भू लाग्दैछौँ होइन माई च्यानल ल गाइस हामी चाहिँ हिँड्दैछौँ जाँदैछौँ अझै पनि हिँड्छौँ उकालो अहिलेसम्म आइपुगेको छैन यहाँ चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ मूर्तिहरू छ एउटा अर्को पनि मूर्ति छ ल स्यास्या भएको छ कि छैन अब यहाँ त स्यास्या छैन अहिले उता गएपछि स्यास्या हुन्छ अहिले ऊ ठाडो आउँदैछ है साथीहरू सो गाइज अब हाम्रो चाहिँ स्वयम्भू है देखिन थाल्यो हजुर हो ल ल ल हामी चाहिँ हिँड्दैछौँ है धेरै पछि स्वयम्भू उक्लेको भएर होला यो स्या स्या बढा जस्तो भएर होइन कस्तो भइरह्यो कि होइन दामी छ अब ओ हाम्रो ओम माने पेमे ओम बुढा ओइ तिमीहरू खोइ कता यता हेर ओइ खोइ त त्यही बस नि त्यही यता हेर्नु न बुढा ओइ खोइ त नि मुख देखेन एउटाले होइन हातले छेक्या ल यता हेर्नु न सबैजनाले पोज देऊ न यार पढ्नु धेरै उता नजानु न नि ल यता हेर नाटक यिनीहरूका नाटक थाक्यो पिरो पिरो खाएर ओठ सबै पोलिरहेछ होइन अब अलिअलि हिँडाउनु पर्छ कि यिनीहरूलाई नि ल बुढाको ज्याकेट चाहिँ के त्यो बाँसमा हुने जस्तो अलि राम्रोसँग मिलाउनु न पछाडिपट्टि कुम्लुङ्ग ल सो गाइस फाइनली हामी आइपुग्यौँ स्वयम्भू है वाउ कस्तो दामी छ यार कति आनन्द हुन्छ क्या अनि यहाँ त अब जतिखेर नि मान्छे है लगभग मङ्कीहरू यहाँको मङ्कीहरू अलिक बास बसेको छैन होइन ल है वाउ 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 भन्दैमा जात्रा छ कालेले वाउ हेर्नु नि साथीहरू एकछिन यहाँ यसो गरेर आनन्द लिनु त कति आनन्द के सरर हावा होइन ल है कहाँ गए बुढाहरू ल तलतिर गए क्या कहाँ ए यतातिर रहेछन् ल यहाँबाट चाहिँ हाम्रो काठमाडौँ उपत्यका धरहरा आएन भ्यू टावर भन्न भ्यू टावर ओ यहाँबाट त केही पनि देख्दैन ल हाम्रो घर कुन अरे किन हुँ गरेको तिमीहरू कतातिर हो खै साने खै कतातिर हो सुसु यतिखेर सुसु आयो तिमीलाई अब तलतिर यसो घुम्ने तलतिर जाने अनि मात्र अघि राउन्ड लगाउँ बेलानको बेला अब सुसु आयो अरे साथीहरू यस्तो हुन्छ बच्चा बोकेर हिँड्छ एकछिन के भन्छ सो आनन्द धेरै आनन्द ओए आइज है सो हो गाइज वाउ ल ओम माने पेमे 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 ल यता खोइ गइसक्यो फेरि ल है
ए अब दामी दामी छ है साथीहरू। अब लगभग हामी चाहिँ ल है जाउँ, हामी चाहिँ अब जान लागेको साथीहरू। यसो स्वयम्भू राउन्ड पनि लगायौँ है होइन। साबरदायनी सुपिनी कसले कसले भन्छ त्यस्तो? त्यो एउटा हो के त्यो मिम जस्तै भनौँ कि मिमी मिमी बाबुको मिमी। ल ल ल अब हामी चाहिँ लाग्यौँ। मैले एकचोटि मलाई के मैले मिम्स भनेको ठाउँमा अर्कै भनेको थिएँ, यिनीहरूले मलाई जिस्काएर हैरान पार्न थालिसके। वाउ साथीहरू वाउ सारा रा 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 उडाएर गइसक्यो उता है। अब चाहिँ हामी लाग्छौँ हिँड्दै हिँड्दै लेफ्ट राइट हो है। देख्नु भयो इभिनिङमा पनि यहाँ मान्छेहरू कति आउनुहुन्छ क्या होइन। स्वयम्भू पुरै राउन्ड लगाउन ओर्नलाई यहाँ रात बिहान भन्ने नै होइन, जतिखेर पनि लगाउँदा भयो, जतिखेर पनि डर छैन कि अब सुनसान भयो भन्ने नै छैन क्या। पुरै मान्छे रातभरि जस्तो नै यहाँनिर काठमाडौँमा चाहिँ त्यति डर मर्दो चाहिँ हुँदैन क्या है। अनि हामी पनि राउन्ड लगाएर अब सकेर जाँदैछौँ है। सो बेबी थाकेको छैन? ल हेर दे, ल हेर दे मान्छेहरू यत्तिकै हो। ल यत्तिकै हो मान्छेहरू होइन। साथीहरू यहाँ हेर्नु है, बाँदरहरू यसरी सुतेर बस्दो रहेछन्। ल यहाँ ग्रुप लगाएरै यहाँ है, यहाँनिर सबैकै यो लाइनै होइन। यहाँ यसरी है लाइन लगाएर सुतेर बस्दो रहेछ। एउटा त यहाँ अघि ठाडै सुतेको थियो, अहिले चाहिँ तेर्सो पऱ्यो। ल हेर्नु है, ओ माई गड होइन। ल है यस्तै हो, सुत्ने चाहिँ यस्तै पारा हुँदो रहेछ है। ल यहाँ पनि हेर्नु न, यहाँ एउटा चाहिँ अचम्मको देखेँ मैले भर्खरै। ल है ढाड चाहिँ यता फर्काएको, बच्चालाई राम्रोसँग राख है। बच्चालाई राम्रोसँग राख है। सुत्ने तरिका बाँदरको सुत्ने तरिका। सो गाइस अब हामी लाग्छौँ। अमा एउटाले चाहिँ तार खाएर बसिया छ है। के गरेको त्यहाँ तार खाएर? अहिले करेन्ट आउँछ नि थाहा हुन्छ नि तँलाई। करेन्ट आउँछ है त्यहाँ, छुनी होइन नि फेरि। आमा हामी चाहिँ जाँदैछौँ साथीहरू है। के भयो होला नि, एज युजुअल यत्तिकै कमन सोच्नु पर्दैन। मोबाइल तेर्स्यो भने बित्तिकै तेरो चाहिँ फेरि त्यहाँ सुरु हुन्छ। प्राइभेसी भने कस्तो हुन्छ भ्लगमा, प्राइभेसी हुन्छ। दिदा हेरेर आइसेर है, उसलाई कति रमाइलो लागेको छ। टिभी हेर्न नि परेको छैन, केही गर्न नि परेको छैन। यहाँ मेरिसा दिदासँग खुब जोडका तोड चलिरहेछ, मस्ती भइरहेछ है। सानेको मस्ती भइरहेछ। वाउ मस्ती। आमा आमा अहिले ठोकेला नि कहाँ गएर अहिले। हेलो ल मेरी कान्छी छोरी, यहाँ जेठी छोरी। यहाँ हेर्न, यहाँ यसको नाटक हेर्न। यहाँ के नाटक हो यस्तो? यो प्राइभेसी कस्तो प्राइभेसी भने के हो? यहाँ हेर्नु आउने बित्तिकै आएको होइन। मिलाएको रे साथीहरू, मुले मिलाएको रे आउने बित्तिकै सबै मिलाएर राख्यो अरे होइन। उसको हेर्न त्यहाँ नाटक होइन, नाटक नाटक। अनि यहाँ दिदाले चाहिँ भाइलाई खेलाउँदैछ है। अनि मस्ती भइरहेछ, उसलाई टिभी हेर्नु नि परेको छैन। यहाँ मलाई मम्मा भन्दा नि आउनु परेको छैन, नत्र भए मलाई मम्मा भन्दा 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 म वाक दिग भइसकेको थिएँ है। बोल्दा 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 हजुर 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 भन्नु पर्थ्यो। अनि यो लगाइदे टिभीमा, ऊ लगाइदे भन्नुपर्ने। मोबाइल चाहिँ छुन दिन्न साथीहरू। म चाहिँ टिभीमा चाहिँ चल यसो ऊ गर्न दिन्थेँ, उसलाई टिभी पनि चाहिएको छैन। मस्ती भएको छ ऊ। ल है आमै दिदाले कस्तो मजाले खेलाइसक्यो है। वाउ। अनि दिदालाई खोइ हकी गरेको अघि त कति आमामामा कति मायाले बाफ्रे उनीहरूको बाफ्रे कम्ता भएको थियो। अनि अर्को दिदा खोइ तिम्रो अर्को दिदा
अर्कोतिर यहाँ हेर्नु नि यहाँ यसको प्राइभेसी हेर्नु नि यहाँ कस्तो हुन्छ के प्राइभेसी कस्तो के सुरमा मान्छे के गरेर हुन्छ पट्ट ढोका खोलेर आउने कि आमामा नक चाहिँ कस्तो किन गर्नु नि म मेरो आफ्नो घरमा यो चाहिँ हो नि मेरो रुम फ्रिज सो गाइस है धेरै दिनपछि आएका छन् दुईटा छोरीहरू हैन बाबुलाई मनै चाहिएको छैन मलाई त दिक्क लागिसकेको थियो दिक्कै कति चाहिँ के ममा हैरान बनाएको थियो आनन्द भएको छ मलाई दिदाहरूले खेलाइरहेका छन् है उनीहरूकै कोठामा अघिदेखिबाट धुमधुम के गरे हो है यहाँ खेलाइ हेर्ने कस्तो केटीमार ल यिनीहरूको हेर्ने यहाँ तमासा क्यामेरा दिनु बित्तिकै ल हेर ल हेर्नु है साथीहरू यहाँ यिनीहरूको पारा आमामामामामा हेर आमामामा जस्तो जस्तो टिभीमा गरे त्यस्तै ओ लभ यु गाइज हैव यु मिस मी म बिना त कन्टेन्टै भर्दैन होइन होला के हो आमामामा भन्दैन मस्ती चलिरहेछ यिनीहरूको मस्ती नाचेको उसले त्यही हो ल बरिलाई कस्तो त्यति राम्रो नागो भिडियो ल भयो थाक्यो थाकेर बसिरहेकी छु है अर्को यहाँ थाक्दैन केही गरेर नि आमामा के गरे होला नि बेसी जाने मायालाई के भनौँ चिलाउँछ भगवान् यिनीहरू दिउँसो पनि के भनेर खेलेको बाबरे खाना बनाइरे के रे बाबरे मस्ती छ यिनीहरू ल ओ ल थ्याङ्क यू भन ल हेर यिनीहरूको डान्स हेर्नु है साथीहरू कपिराइट आउँछ धेरै खिच्नु हुँदैन है सो गाइज हामी चाहिँ घर आएर हतारले खानपिन गरेर होइन बनाएर खाना दिएर ओरेर अनि पछि भनेको चाहिँ अनि बुढाहरू पनि सबै थाकेको भएर होला सुत्न गइसके होइन अब हामी पनि एउटा घुर्न थाल्यो है जाने अनि यो त यति थाकेको छ उहाँदेखिबाट स्वयम्भू राउन्ड लगाएर ओरेर आउँदासम्म पनि बोकिसे पनि भनेन केही भनेन होइन मस्तीले हिँड्यो है इन्जोय गर्दै उसले के भन्दै पनि हिँड्यो रमाइलो भएको थियो है यसो इभिनिङ वाक होइन अनि आज मदर्स डे पनि होइन बुढाहरूले पनि आज बिहानै उठ्ने बित्तिकै मलाई अलिअलि गिफ्ट पनि ल्याएर दिए है अनि त्यो चाहिँ अब के हो भन्दाखेरि चाहिँ काटा क्लिपहरू यताउताहरू अनि चेनहरू के ल्याएर दिए खुसी लाग्यो होइन अनि हजुरहरूले पनि मदर्स डे राम्रैसँग मनाउनु भयो होला आमा हुनेहरूले आमाको मुख हेरेर नहुनेले होइन सम्झेर मनले सम्झेर मनाउनु भयो होला मेरो चाहिँ मम्मी भएर पनि होइन मम्मी चाहिँ मामा घर जानुहुन्छ क्या जहिले वर्षै अनि म आमाको मुख हेर्न जानुहुन्छ अनि सो अनि अब यस्तै नै भयो मेरो चाहिँ मदर्स डे पनि अनि अब छोरीहरूले केही गरौँ भने नि एउटा अब नहुने भएको त्यस्तै नै भयो त्यस्तो स्पेसल केही पनि भएन है मेरो चाहिँ अब हरेक सालहरू यस्तै नै भएरै जान्छ अब आगामी दिनहरूमा चाहिँ अलिकति चेन्ज लिएर आउनु पर्ने छ भन्ने चाहिँ मलाई नि लाग्छ किनभनेदेखि स्पेसल दिनमा चाहिँ
आफ्नो मम्मा पापालाई भनेको चाहिँ भगवान् जसरी हरेक चिजहरू गर्नुपर्छ भन्ने चाहिँ मलाई पनि लाग्छ। हामीले चाहिँ गरिरहेको थियौँ होइन, अब गर्नै नपाइसकेपछि उनीहरूले घरमा भएर पनि सिकाउनु त मैले सिकाउनु पर्ने हो त्यो कुराहरू त है। सो त्यस्तै नै छ। अब आगामी दिनहरूमा होला केही न केही, अहिले सानै छन् भनेर भन्यो मैले त्यस्तो विधि गरेको नियम कायदा कानुन केही पनि उनीहरूलाई संस्कार यताउता त्यस्तो गरेको छैन। हुन त सानैदेखिबाट त्यो संस्कार दिनुपर्ने जरुरी हुन्छ है। अनि मेरो सानै सुतिसक्यो, घुर्न थालिसक्यो है, उसको चाहिँ अलिकति घुराइको प्रब्लम छ। सो यति भन्दै अब खानपिन गरेर सकेर अब सुत्न तर्खर गरेको। हजुरहरूले पनि अब बनाउन मदर्स डे राम्रोसँग मनाउनु भयो होला भन्ने आशाका साथमा होइन। अनि यो भिडियोलाई हेरेर अन्तिमसम्म यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। र एउटा लाइक चाहिँ छोडिदिइहाल्नु होला भिडियो हेरिसकेपछि होइन। डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब भन्दै आजको भिडियोबाट चाहिँ बिदा हुन्छौँ। नेक्स्ट भिडियोमा भेट्ने बाचा गर्दै आजको लागि चाहिँ टाटा बाई बाई, गुड नाइट, लभ यु अल, ह्याप्पी मदर्स डे, बाई।